हामीले सुँगुरलाई चाहिँ आफ्नो खेतमा मैले चाहिँ के लाग्छु भन्ने कुरा चाहिँ हजुरहरुमा चाहिँ शेयर गर्दैछु है। हजुरहरुले अन्त्यसम्म मेरो साथ दिनुपर्ने हुन्छ, किनभने म सुरुमै कुरा गर्छु कि हजुरहरुलाई, किनभने हामीले त प्राय गरेर फिटको दाना भन्दा पनि अलिकति घरैसी चारो बनाएर दिँदा नै हामीले राम्रो फाइदा लिन सकिन्छ। हामीले घरैसी चारो बनाएर दिँदा चाहिँ एकदम राम्रो फाइदा लिन सकिन्छ है। हामीले है फिटको दाना भन्दा पनि फिटको दानाबाट पनि फाइदा नहुने त होइन, र पनि घरैसी चारो बनाएर दिँदा चाहिँ अलिकति फिटको दाना ज्यादा मात्रामा महँगो पर्छ है। त्यही भएर चाहिँ घरैसी चारो बनाएर दिँदा चाहिँ अलिक राम्रो फाइदा लिन सकिन्छ, तर मेहनत र परिश्रम चाहिँ अलिकति कडा चाहिन्छ है। सुँगुरकै लागि भनेर हल्का तोरीहरू र मुला लाग्छु है। सुँगुरको लागि भनेर चाहिँ यो फापरहरू पनि छरेको है साथीहरू। हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज पनि हजुरकोमा चाहिँ नयाँ दिन नयाँ भिडियो सुँगुरको विषयमा नयाँ टपिक नयाँ भिडियो नयाँ दिनको साथ चाहिँ उपस्थित भइसकेको छु। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु है त साथीहरू। आज चाहिँ मैले बिहान बिहानै हजुरहरूमा चाहिँ भिडियो सेयर गर्दैछु है त साथीहरू, किनभने धेरै साथीहरूको जिज्ञासा छ हजुरले चाहिँ के दिनुहुन्छ, के चारो दिनुहुन्छ त्यो पनि देखाउनुहोस् न भन्नुभएको छ। मैले हजुरलाई मैले आफ्नो खेतमा चाहिँ के लाग्छु सुँगुरको नजिकै छ प्रत्येक कुरा हजुरहरूलाई देखाउँछु र हजुरहरूले थाहा पनि पाउनुहुन्छ के दिँदो रहेछ भन्ने कुरा है त साथीहरू। हजुरहरूले चाहिँ किनभने हामीले कस्तो चारो फिटको दाना दिँदा फाइदा हुन्छ कि अवश्य पनि फिटको भन्दा पनि हामीले घरैसी चारो बनाएर दिँदा चाहिँ एकदम फाइदा 100% फाइदा हुन्छ। आफ्नो मेहनत र परिश्रम चाहिँ हुनुपर्छ है, गर्नुपर्छ र फाइदा हुन्छ है त साथीहरू। आज अनि हजुरहरूले भिडियो हेर्दै जाँदाखेरि भिडियोमा समेटेको कुराहरू के राम्रो लागेमा है लाइक सँगसँगै मनमा लागेको जिज्ञासा कमेन्टमा राख्नु नबिर्सिनु होला, र नयाँ साथी जोडिनु भएको छ भने चाहिँ मेरो च्यानलमा सब्सक्राइब गर्न चाहिँ बिर्सिनुहुन्न है त साथीहरू। देख्न सक्नुहुन्छ मेरो सुँगुरहरू यो मेरो सुँगुर चाहिँ प्युर गाउँघरमा पाइने लोकल सुँगुर हो है त साथीहरू। आज चाहिँ मैले बिहानै खोर सफा गरेर पनि है, आज किनभने अब अलिकति गर्मी पनि चढ्दैछ है, जाडो जाँदै पनि छ, जाडो मौसम अलिकति है जाँदै पनि छ र गर्मी पनि लागिरहेछ। त्यही भएर हजुरहरूलाई चाहिँ मैले आज चाहिँ बिहानै खोर पनि सफा गरेर होइन सफा गरेर चाहिँ मैले हजुरहरूलाई भिडियो सेयर गर्दैछु। आज चाहिँ सबै सफा गरेको, किनभने धेरै साथीहरूले मलाई पनि हामीले सफा गरेको छौँ है। यो माउ हो, यो माउहरू हो, देख्न सक्नुहुन्छ मेरो माउहरू। यो खोर पनि सफा गरेको छु मैले है। आज चाहिँ देख्न सक्नुहुन्छ धेरै साथीहरूले मलाई जिज्ञासा राख्नु भएको छ कि हजुरले हिजोआज मात्रै पनि खोर चाहिँ किन सफा नगर्नु भएको भन्नुभएको छ। मैले पहिले पनि टपिक हजुरहरूलाई मैले भिडियो सेयर गरेको थिएँ। खोर चाहिँ हामीले जाडो मौसममा पानीले पखाल्नु भन्दा पनि बेस्ट चाहिँ हल्का बेलचारले सफा गरेको चाहिँ राम्रो, बेलचारे टिपेर, किनकि त्यसै चिसो हुन्छ होइन, त्यतिकै चिसो भइरहेको हुन्छ सुँगुरलाई। र हामीले मोटरको पानी चलाएर चाहिँ खोर सफा गऱ्यौँ भने अलिकति के हुन्छ भने यिनीहरूलाई चाहिँ चिसो लाग्ने होइन, त्यतिकै चिसोमाथि चिसो लाग्ने हुन्छ होइन, चिसो लाग्ने चान्सेस ज्यादा हुन्छ। चिसो लागेर छिर्यो भने यिनीहरू एकदम बढ्दैन र अलिकति किचिलिन्छ सुँगुरहरू भने जस्तो समयमा हामीले बढाएर चाहिँ बेचेर फाइदा लिन सकिँदैन। त्यही भएर चाहिँ हामीले सानो कुराको पनि हामीले सानो टिप्सहरू हुन्छ, सानो कुराको पनि ख्याल र ध्यान दिन जरुरी छ है साथीहरू। त्यही भएर चाहिँ भन्छु अब आजको टपिक यो छ कि हामीले सुँगुरलाई चाहिँ आफ्नो खेतमा चाहिँ के लाउने है, मैले चाहिँ के लाग्छु भन्ने कुरा चाहिँ हजुरहरुमा चाहिँ सेयर गर्दैछु है। हजुरहरूले अन्त्यसम्म मेरो साथ दिनुपर्ने हुन्छ, किनभने म सुरुमै कुरा गर्छु कि हजुरहरूलाई किनभने हामीले त प्राय गरेर फिटको दाना भन्दा पनि अलिकति घरैसी चारो बनाएर दिँदा नै हामीले राम्रो फाइदा लिन सकिन्छ है। किनभने सकियो भने तर फिटको दाना दिँदा पनि फाइदा चाहिँ हुन्छ होइन, फाइदा हुन्छ तर अलिकति कम्ती मात्रामा फाइदा लिन सकिन्छ। किनभने फिटको दाना किनेरै अलिकति पैसा ज्यादा मात्रामा त्यहीँ लगानी हुन्छ, पैसा इन्भेस्ट गर्नुपर्ने हुन्छ फिटको दाना किन्दा भनेको होइन। अब घरैसी चारो दिने आफूले, अब घरैसी चारो भन्दैमा फेरि मैले भनिरहेको छु है, किन्दै नकिन्ने भन्ने होइन, घरैसी चारो भन्दैमा फेरि किन्दै नकिन्ने होइन, ब्रान्ड र मकैको च्याख्ला र चामलको मसिनो टुक्रा कनिका त किन्नु पर्ने हुन्छ हामीले होइन, नकिनी त हुँदैन। चामलको टुक्रा भन्दा मैले चाहिँ ब्रान्ड र मकैको च्याख्ला चाहिँ किनेर यिनीहरूलाई मिक्स गरेर दिने गरेको छु है ब्रान्डले, किनभने ब्रान्डले चाहिँ अलिकति बाक्लो हुन्छ क्या है, अलिकति बाक्लो हुने त्यस्तो हुन्छ। त्यही भएर चाहिँ मैले चाहिँ
ब्रान्ड चाहिँ बाक्लोको लागि अलिकति बाक्लो हुन्छ नि त त्यसले है, त्यही भएर चाहिँ मैले ब्रान्डहरू किनेर ल्याएर दिने गरेको छु है। देख्न सक्नुहुन्छ मेरो सुँगुरहरू। आज मैले जुकाको औषधि खुवाइनँ, अब भोलि मात्रै खुवाउने यिनीहरूलाई है। जुकाको औषधि खुवाउने टाइम लगभग झनै भएको छ है, किनभने त्यति ग्रस्त भने भएको छैन र पनि अलिकति चारो खान अलिकति अन्कनिन्छ यिनीहरूले। अलिकति चारो खान छोड्यो भने अलिकति जुका परेको छ कि भन्ने एउटा अलिकति आफूले अनुभव गरेको कुराहरू चाहिँ गर्न सकिन्छ र यिनीहरू भुत्ला पनि एकदम ठाडो पर्छ क्या उयो जुका पर्यो भने चाहिँ है। तर जुका ग्रस्त भने त्यति भएको छैन, देख्न सक्नुहुन्छ है साथीहरू। एकदम राम्रो छ मेरो चाहिँ सिम्पल र साधारण छ है सुँगुरको खोर, देख्न सक्नुहुन्छ। किनभने मैले चाहिँ भन्नुपर्ने चाहिँ मेरो ठुलो फर्म पनि छैन, सानो कुरो। किनभने यस्तो हुन्छ, म चाहिँ यो भन्न चाहन्छु कि सबैले ठुलो फर्म खोलेर होइन व्यावसायिक रूपमा सुँगुर पालेको हुन्छ पनि भन्न सकिन्न। हामीले सानो हामीले जस्तो 20-25वटादेखि 25वटा पालेर पनि राम्रो पैसा कमाउने बाटो र पैसा आउने वातावरण, इन्कम आउने आयस्रोत हुने वातावरण चाहिँ बनाउन सकिन्छ हामीले है। सानो पनि भन्दिनँ म चाहिँ, किनभने भन्नु मतलब ठुलो पनि चाहिन्छ, लाखौँ खर्च गर्नुपर्छ भन्ने हुँदैन। हामीले 30-40 हजारदेखि पनि स्टार्ट गर्न सकिन्छ सुँगुर पालन सुरुवात गर्दा चाहिँ है साथीहरू, सक्नुहुन्छ। आज चाहिँ मैले हजुरहरूलाई चाहिँ के दिन्छु, मैले आफ्नो खेतमा के लाग्छु भन्ने कुरा हजुरहरूलाई देखाउँदैछु है। देख्न सक्नुहुन्छ मेरो सुँगुरहरू एकदम राम्रो छ है, त्यति नराम्रो चाहिँ भन्न सकिँदैन। देख्न सक्नुहुन्छ हामीले घरै चारो बनाएर दिँदा चाहिँ एकदम राम्रो फाइदा लिन सकिन्छ है हामीले है। फिटको दाना भन्दा पनि फिटको दानाबाट पनि फाइदा नहुने त होइन, र पनि घरै चारो बनाएर दिँदा चाहिँ अलिकति फिटको दाना ज्यादा मात्रामा महँगो पर्छ है। त्यही भएर चाहिँ घरै चारो बनाएर दिँदा चाहिँ अलिक राम्रो फाइदा लिन सकिन्छ। तर मेहनत र परिश्रम चाहिँ अलिकति कडा चाहिन्छ है त साथीहरू, कडा नै चाहिन्छ। किनभने मेहनत बिना त केही पनि हुँदैन नि त है। देख्न सक्नुहुन्छ एकदम राम्रै छ मेरो सुँगुरहरू है। जुकाग्रस्त हुन त्यति मैले दिँदिनँ, किनभने एकदम केयर गरेर पालिरहेको छु। केयर त्यस्तो हेलचेक्रे मैले छोडेको छैन। तर कुनै बेला नभएको अवस्थामा होइन, हामीले अलिकति अनुभव भएको कुरा, हामीले पशु डक्टर हुन्छ नि त, चिकित्सा नै पढेको भए चाहिँ होइन भन्ने हुँदैन, गरेर अनुभव गर्ने कुरा हो है। तर म बिस्तारै म चाहिँ किनभने अलिकति यो पशु होइन सम्बन्धी केही पनि पढ्नु पर्यो होइन भन्ने एउटा म तालिम लिनु पर्यो, तालिम मात्र नभएर पढ्नु पर्यो भन्ने एउटा सोच पनि बनाएको छु मैले है। किनभने हामीले पढेर केही आफूले अब गरिरहेको छौँ, आफ्नो फर्ममा त अलरेडी आफ्नो सुँगुर छँदैछ होइन, सुँगुरलाई पनि केयर गरेर बाहिर पनि हामीले केयर गर्न सकिन्छ, बाहिर अरू पनि केयर गर्न सकिन्छ नि त है। त्यही भएर चाहिँ म चाहिँ अलिक पछाडि अहिले अलिकति आफ्नो व्यस्तता हुन्छ होइन, त्यो अलिकति समय पर्खेर चाहिँ म चाहिँ पशु चिकित्सातिर अलिकति पढ्नु पर्यो होइन भन्ने एउटा मैले सोच पनि बनाएको छु। अब हेर्दै जाउँ के हुन्छ होइन, समय र परिस्थितिले नै गर्छ है। त्यही भएर चाहिँ भन्छु म हजुरहरूलाई अलिकति म चाहिँ त्यहीतिर फोकस गर्नु पर्यो। पशु चिकित्सातिर अलिकति कति महिना ट्रेनिङ हुन्छ, कति महिना चाहिँ पढ्नुपर्ने हुन्छ, त्यो कुरा चाहिँ मैले हेरि पनि रहेको छु र अलिकति त्यहीतिर पनि मेरो ध्यान आकर्षण जाँदैछ है साथीहरू। देख्न सक्नुहुन्छ मेरो सुँगुरहरू चाहिँ एकदम राम्रो छ। आज चाहिँ म हजुरहरूलाई मेरो खेतमा चाहिँ के लाग्छु है, खेत भने नजिकै छ हाम्रो, त्यति टाढा भने छैन है। देख्न सक्नुहुन्छ है मेरो सुँगुरहरू चाहिँ, देख्नु हाम्रो खेतहरू पर छ, यो माउ हो, माउहरू देख्न सक्नुहुन्छ है साथीहरू। यिनीहरूलाई चाहिँ नुहाइदिनु चाहिँ त्यति हुँदैन, जाडोमा नि हामीले खोर मात्रै सफा गरेको मेरो सुँगुर, त्यति खोर मैला भने मैले राख्दिनँ, अलिकति केयर गरेर पाल्नुपर्ने हुन्छ यिनीहरूलाई है। केयर गरेरै मैले पालिरहेको छु है त साथीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ माउ हो मेरो है, यिनीहरू माउहरू एकदम राम्रो बच्चा उत्पादन गर्छ यो माउले। तर यो माउको अलिकति खुट्टा यस्तो क्या, यो खोरहरूमा यस्तो अलिकति खाल्टाखुल्टी थियो भने त्यस्तोमा खुट्टाहरू पस्ने ओर्ने भएर चाहिँ यिनीहरू अलिकति फ्र्याक्चर हुने सम्भावना हुन्छ। त्यही भएर अलिकति अब ब्याउने भएपछि पर यस्तो यिनीहरूकै छ माउ राख्ने ठाउँ छ है, ब्याउने माउ राख्ने ठाउँ छ, त्यहाँनिर चाहिँ राखेर चाहिँ अलिकति यो रिपेयरिङ गर्नु पर्यो भन्ने सोचमा छु। यहाँ पनि अलिकति यस्तो छ, मैले ढुङ्गा लाग्थेँ, ढुङ्गा सबै निकालेर त्यहाँ फालेछ यिनीहरूले है। देख्नुहुन्छ यहाँ पनि छ पाठाहरू, मैले यो 4वटा चाहिँ आफै राख्नु पर्यो है कटिङको लागि भनेर राखिरहेको छु। एउटा चाहिँ यो माउसँगै मैले राखेको छु है, एउटा माउ तल्लोपट्टि छ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ खेत चाहिँ नजिकै छ, हाम्रो चाहिँ सुपारी बारी बगानभित्र छ नि त है खेत। देख्न सक्नुहुन्छ हामीले यहाँनिर मैले चाहिँ सुँगुरको लागि भनेर यहाँ फापरहरू देख्न सक्नुहुन्छ। हाम्रोतिर त्यति फापर छर्ने चलन त छैन होइन, नभए पनि देख्न सक्नुहुन्छ है, नभए पनि मैले चाहिँ यहाँनिर
देख्न सक्नुहुन्छ फापरहरू लाग्छ। अब हप्ता दिनदेखि यो फापर पनि काटेर दिन सुरु गर्दा हुन्छ है साथीहरू। देख्न सक्नुहुन्छ है हामीले खाली जग्गातिर खाली खेत धान काटेर खाली खेततिर चाहिँ अलिकति हामीले आफ्नो सुँगुरको लागि गर्दा हुन्छ है। यो चाहिँ अलिकति ढिलो भयो हाम्रो, किनभने यहाँ हामीले ढुङ्गाहरू आफ्नो खेतमा भएको ढुङ्गाहरू चाहिँ निकालेको थियौँ, किनभने ढुङ्गाले गर्दा अलिकति खेती गर्नको लागि अलिकति असहज हुन्छ। अनि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो तोरी हो है, तोरी देख्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर मैले यहाँ प्याज र लसुन पनि रोपेको छु है, देख्न सक्नुहुन्छ। घामले टर्केर केही देखिँदैन। अनि यहाँनिर आलु छ, आलुमा चाहिँ मैले देख्न सक्नुहुन्छ है सुँगुरकै लागि भनेर हल्का तोरीहरू र मुला लाग्छु है। यो आलु अलिकति यो चाहिँ आलुमा चाहिँ किन लगाएको भन्दा चाहिँ यो आलु अलिकति बढ्दै गर्छ, यो तोरी बढिसकेको हुन्छ। अनि तोरी र मुला चाहिँ उखेल्दै दिने क्या, यसलाई सुँगुरलाई चाहिँ उखेल्दै दिने, त्यही भएर चाहिँ मैले यहाँनिर लगाएको है, देख्न सक्नुहुन्छ। आफ्नो खेतमा चाहिँ हामीले खेर जान चाहिँ नदिनु नै बेस्ट हो। आलुहरू पनि पुरा उम्रिँदैछ देख्न सक्नुहुन्छ है। अनि यहाँ त्यसै हाम्रो सिमी हुन्छ, यहाँ पोथ्रे सिमी भन्छ यसलाई, पोथ्रे सिमीहरू छ है, देख्न सक्नुहुन्छ। एकदम राम्रो छ। यो पनि हामीले मुला र यो पोथ्रे सिमीमा मुला र तोरी लाग्छौँ क्या, यो पनि सुँगुरकै लागि हो। किनभने हामीले घरै सारो बनाएर दिन्छौँ, राम्रो फाइदा लिनको लागि त हामीले घरै सारो बनाएर दिनु नै एकदम बेस्ट र उचित लाग्छ होइन, हुन्छ पनि है। देख्न सक्नुहुन्छ है साथीहरू। हामीले चाहिँ यो खेततिर लगाएको छौँ, देख्न सक्नुहुन्छ। एकदम हाम्रो सुपारीहरू पनि एकदम हामी चाहिँ किनभने सुपारी थपिराख्छौँ क्या, किनभने यो चैत वैशाखको हावा आउँदाखेरि कस्तो लडाउँछ क्या सुपारीहरू, लडाएर चाहिँ कस्तो बनाउँछ। त्यो भएर बढेको लडे पनि मसिनहरू बढ्दै गरेको हुन्छ नि त है। सुपारीहरू पनि देख्न सक्नुहुन्छ है त साथीहरू। माथिसम्म हाम्रो सुपारी है, हुन्छ। यो सबै हामीले वारपार आलु लाग्छौँ ल। माथिल्लो गरा देख्न सक्नुहुन्छ, माथिल्लो गरामा चाहिँ वारपार हामीले पोथ्रे सिमी हुन्छ है, सिमी राजमा भन्छ नि त है। राजमा भन्दा त सबैले चिन्नुहुन्छ होला, पोथ्रे सिमी भन्दामा राजमाहरू लाग्छौँ। यो माथिल्लो खेतमा चाहिँ वारपार छ हाम्रो, लगभग झन् पोथ्रे यो राजमा चाहिँ 2 मनदेखि माथि नै फल्छ, 2-3 मन नै फल्छ है। आलु पनि हाम्रो ज्यादा फल्छ, यति रोप्यौँ भने राम्रो, अब फलिदियो भने हाम्रो 9-10 मन होइन त्यस्तो फल्छ आलु पनि। किनभने हामीले आलुहरू चाहिँ लाउनै पर्ने हुन्छ, किनभने अलिकति हाम्रोमा चाहिँ काम गर्ने मान्छेहरू ज्यादा हुन्छ नि त है। मिलमा फर्निचरमा भयो ज्यादा हुन्छ, कति किनेर पनि खुवाउनु पर्ने हुन्छ। र पनि सिजनमा आफूले खेती आफ्नै खेतमा लगायो भने चाहिँ अलिकति के हुन्छ भने किन्नु अलिकति पर्दैन है। किन्नु त पर्छ नै, पुग्नु त पुग्दैन नै है, देख्न सक्नुहुन्छ है। हाम्रो घर चाहिँ फेरि पर छ है, देख्न सक्नुहुन्छ। हाम्रो घर पर छ है, देख्न सक्नुहुन्छ है साथीहरू। अब यस्तो बनाएर दिँदा चाहिँ अलिकति किनभने फाइदा चाहिँ राम्रै लिन सकिन्छ क्या हामीले है। त्यसपछि फापरहरू छ यहाँनिर। म परसम्म चाहिँ गइनँ ल, अस्ति हामीले यो जेसिबी लाएर चाहिँ हामीले खेत अलिक राम्रो बनाएको थियौँ हामीले है, बनाएको थियौँ। त्यही भएर चाहिँ यो हामीले किनभने यहाँ चाहिँ तोरी किन नछरेको भन्दाखेरि चाहिँ अलिकति यसपालि यो खेत बनाउने हुँदाखेरि अलिकति समय लस भयो है, देख्न सक्नुहुन्छ है। तोरी छ त्यहाँ आधी चाहिँ, तोरी चाहिँ हामीले उखेल्नु हुँदैन, त्यो चाहिँ पछि पाक्न दिनुपर्छ। र यो फापरहरू चाहिँ हामीले खुवाउनु पर्ने हुन्छ है त साथीहरू। देख्न सक्नुहुन्छ हामीले चाहिँ यो सुँगुरको लागि भनेर चाहिँ यो फापरहरू पनि छरेको है साथीहरू। यताभित्रबाट हिँड्नु है। हामी चाहिँ राँगाहरू पनि पाडाहरू पनि छ, यहाँ राँगा भर्खर बेचेर पाडा लिएको छ है, देख्न सक्नुहुन्छ। हामीले बाहिर पगामा निकाल्नु पर्नुहुन्छ गोठबाट। हाम्रो गाउँघरको यहाँ चाहिँ यस्तो छ है त साथीहरू, देख्न सक्नुहुन्छ। सुपारीहरू चाहिँ हाम्रो चाहिँ वरिपरि नै छ है, देख्न सक्नुहुन्छ है त साथीहरू। सुपारी हाम्रो बगान चाहिँ यस्तो छ है त, देख्न सक्नुहुन्छ। त्यसपछि अनि यता हाम्रो चाहिँ पहिलेको भिडियो हेर्नु जान्छ हाम्रो बेन्चो छ, काठमिल छ। काठमिलदेखि चाहिँ हाम्रो यता सुपारी नै सुपारी छ हाम्रो है। सुपारी भए पनि हामीले चाहिँ भित्रभित्र चाहिँ खेती गरेर एकदम मजाले धान पनि रोप्छौँ, मकै पनि रोप्छौँ। समयमा अब सिजन अनुसार फलफुल लगाइराखेको हुन्छौँ है हामीले, देख्न सक्नुहुन्छ। सुँगुरको लागि भनेर चाहिँ यसरी फापरहरू लगाएको हुन्छौँ हामीले है, किनभने घरै सारो बनाएर दिँदा चाहिँ एकदम फाइदा हो। सुँगुर खोर चाहिँ हाम्रो नजिक छ क्या खेतबाट है, देख्न सक्नुहुन्छ।
अनि अब मलाई साथीले भनिराख्नु भएको थियो यो पनि हो क्या हाम्रो चाहिँ खोर सफा जाडो मौसममा खोर सफा नगरी जस्ट 4-5 दिनमा मात्रै किन गर्छौँ भने चाहिँ अलिकति हाम्रो देख्न सक्नुहुन्छ सुपारी बगानभित्र खोर भएको कारणले गर्दा अलिकति ओसिलो ठाउँ छ है चिसो पनि हुन्छ त्यही भएर पनि हामीले चाहिँ खोर त्यति सफा गर्दैनौँ है जाडो मौसममा चाहिँ गर्मी मौसममा चाहिँ हामीले जति हामीले खोर सफा गरौँ दिनै चाहिँ नुहाइदिएर सफा गर्दा पनि हुन्छ हेर्नु मैले कटिङको लागि राखेको एउटा चाहिँ माउसँगै छ अस्ति यसको साथीहरू बेचेँ मैले है बेचेर चाहिँ त्यसपछि यहाँनिर छ यो माउको लागि लिएको मैले है त साथीहरू देख्न सक्नुहुन्छ सबै सुतिरहेछ है मजाले सुतिरहेछ सुँगुरहरू चाहिँ देख्न सक्नुहुन्छ खोर सफा गरेर त्यति खोर सफा नगर्ने भन्ने हुँदैन खोर चाहिँ किन सफा नगर्नु भएको भनेर मलाई सोधिराख्नु भएको थियो होइन अनि हामीले यो हाफ छाना लाउनुको कारण चाहिँ यो देख्न सक्नुहुन्छ है ओसिलो ठाउँमा छ र यो हाफ लाउँदा चाहिँ यसरी घाम छिर्छ क्या है घाम छिरेपछि यसरी सुत्छ यिनीहरू है यसरी सुतिरहेको हुन्छ यो पनि ब्याउने सुँगुर हो अनि यो पनि ब्याउने सुँगुर हो है साथीहरू देख्न सक्नुहुन्छ त्यसपछि हाम्रो कुखुराहरू पनि छ पहिले कुखुरा मेरो कति हुन्छ क्या 200-300वटा हुन्थ्यो है हाम्रो ठाउँ अलिकति फराकिलो छ होइन ज्यादा मात्रामा हाम्रो एरिया छ नि त त्यही भएर कुखुराहरू पनि कति हुन्थ्यो अस्ति देसान आयो क्या देसान आएर यति मऱ्यो कुखुरा है यति मऱ्यो कति मऱ्यो है साथीहरू त्यो भनेर साध्य छैन अनि पछाडि मैले एउटा सुँगुर चाहिँ त्यहाँ सुतिरहेको छ माउसँग राखेको कहाँबाट निस्केर जान्छ है देख्न सक्नुहुन्छ माउ पनि एकदम मजाले सुतिरहेछ यसरी चाहिँ हाफ लाउँदा चाहिँ यहाँ घाम छिर्छ क्या यसरी घाम छिरेपछि सुँगुरहरूले घाम ताप्ने पनि भयो होइन घाम तापेपछि त्यति चिसोमा पनि त्यति फरक पर्दैन घाम छिरेपछि चाहिँ अनि यहाँ चाहिँ अलिकति हाफभन्दा पनि अलिकति पुरा लाउनु भएको छ त्यही भएर त्यति घाम छिरेको छैन है हुन्छ यो पनि डबल फिटको सुँगुर हो एकदम राम्रो छ है यो पनि डबल फिटको सुँगुर हो है यस्तो डबल फिटको सुँगुर चाहिँ हाटको सुँगुर चाहिँ एकदम राम्रो बच्चा पनि राम्रो उत्पादन गर्छ है साथीहरू देख्न सक्नुहुन्छ हामीले अब राम्रो फाइदा लिनको लागि त अलिकति घरै चारो बनाएर दिँदा ठिक हुन्छ है फिटको दाना ज्यादा मात्रामा महँगो पर्छ नि त है महँगो परेपछि हामीले भने जस्तो फाइदा लिन सकिन कोही बेला यस्तो हुन्छ क्या सुँगुर को भाउ घटेको बेलामा हामीले कम्ती दाममा पनि बेच्ने अवस्थाहरू आउँछ है त साथीहरू देख्न सक्नुहुन्छ किनभने हामीले घरै चारो बनाएको छौँ आफ्नो मेहनतले गरेको छौँ भने त अब आफ्नो मेहनत चाहिँ खेरो जान्छ होइन जस्ट कम्ती दाम आयो जस्ट रोकाएर मर्ने चान्सेस आयो भने पनि त्यस्तो हुन्छ क्या है के हुन्छ भने अलिकति घरै चारो बनाएर आफ्नो मेहनतले गरियो भने चाहिँ अलिकति आफ्नो मेहनत चाहिँ खेरो जान्छ अब हामीले अब पैसा दाना मात्रै दिएर इन्भेस्ट गरेको छ भने अलिकति घाटा हुन्छ भन्दा पनि त्यति नाफा लिन सकिँदैन कम्ती दाममा बेच्ने अवस्थाहरू आयो भने चाहिँ घाटा त त्यति हुँदैन मऱ्यो भने त 100% घाटै हुन्छ होइन मर्ने रोगहरू आयो भने होइन घाटा हुन्छ त्यो अलिकति बजार भाउ कम्ती घटेको छ भने चाहिँ अलिकति कोही बेला सुँगुरको बजार भाउ अहिले अलिकति बजार भाउ अलिकति घटेकै छ है मैले भन्नै पर्ने हुन्छ घटेको छ यस्तो अवस्थामा चाहिँ हामीले अलिकति कम्ती दाममा पनि बेच्नु पर्ने अवस्थाहरू हुन्छ र आउँछ होइन बेच्नु पनि पर्ने हुन्छ हामीले है साथीहरू देख्न सक्नुहुन्छ मेरो सुँगुरहरू एकदम मजाले सुतिरहेछ क्या एउटै माउको पनि कोही ठुलो कोही सानो हुन्छ क्या तर पनि एकदम राम्रो छ है एकदम सुति पनि रहेछ यिनीहरू है त देख्न सक्नुहुन्छ अब हजुरहरूले देखिहाल्नु होला मैले चाहिँ सुँगुरको लागि आफ्नो खेतमा के लाउँछु होइन भन्ने कुरा मैले चाहिँ के चारो दिँदो रहेछु भन्ने कुरा हजुरहरूलाई मैले खेतमा पनि देखाएँ अब परतिर छ है मैले अब अर्कोचोटि देखाउँछु परतिर मैले कोपीमा फेरि मुलाहरू पनि लाग्छु है कोपी बिस्तारै बढ्दै गर्छ त्यो मुलाहरू चाहिँ खुवाइहाल्ने है अगाडि नै किनभने गोड्दै खेल्दै खुवाइहाल्नु पर्ने हुन्छ त्यसलाई चाहिँ है किनभने आफूले घरै चारो बनाइदिएपछि मैले भनिरहेको छु अलरेडी आफैले नै जो गर्नुपर्ने हुन्छ है साथीहरू किनभने प्राय गरेर अलिकति के हुन्छ भने घरै चारो बनाएर दिँदा चाहिँ हामीले राम्रो फाइदा चाहिँ लिन सकिन्छ है साथीहरू किन आफ्नो मेहनत र परिश्रम चाहिँ कडा नै गर्नुपर्ने हुन्छ हामीले है अलिकति अल्छी गरेर हुँदैन होइन तर अल्छी गर्नु भन्दा पनि अल्छी त किन गर्ने होइन अल्छी गर्नु हुँदैन अब स्वास्थ्य रहनको लागि अलिकति हामी केही काम गरेर एक्सर्साइज पनि हुन्छ होइन काम पनि गराउनै भन्न चाहन्छु अब सहर बजार जस्तो गाउँघरमा अब
त अलिकति काम गरेर नै बस्ने होइन आफ्नो जीवनशैली चलाउने चलन नै छ भनौँ न होइन। चलन भन्दा मैले त ज्यादा मात्रामा गाउँघरको पनि विदेशी एकदम विदेशतिर गएर होइन विदेशी नै चलन चाहिँ एकदम ज्यादा बढेको छ र पनि ठिकै छ, त्यो पनि एकदम राम्रो। सबैले व्यवसाय मात्रै गऱ्यो भने त कहाँ सप्लायर्स गर्ने ठाउँै भएन जातेर। अब हजुरहरूले बुझिहाल्नु होला मैले चाहिँ अब के दिँदो रहेछु, आफ्नो खेतमा के लगाएको रहेछु भन्ने कुरा मैले हजुरहरूलाई हल्का भिजिट गराइ नै हालेँ। हजुरहरूले बुझ्नु होला मैले के दिँदो रहेछु, आफ्नो खेतमा के लाउँदो रहेछु भन्ने कुरा हजुरहरूलाई मैले भनिहालेँ होइन। फाइदा लिनको लागि त हामीले त एकदम कडा मेहनत र परिश्रम त गर्नुपर्ने हुन्छ है। व्यवसाय गरिसकेपछि है, व्यवसाय गरिसकेपछि कडा मेहनत र परिश्रम गऱ्यो भने मात्रै त्यो कुरालाई केही व्यवसायलाई निरन्तर लामो समय टिकाउन सकिन्छ है। हजुरहरूले अब बुझिहाल्नु होला। मेरो भिडियो अन्त्यसम्म हेरिदिनु भयो, हजुरलाई मनैदेखि धेरै धन्यवाद दिन चाहन्छु। रेगुलर मेरो भिडियो हेरिदिनु होला भन्दै होइन आजलाई चाहिँ यति नै। अर्को भिडियोमा कुनै कन्टेन्ट या टपिकको साथ उपस्थित हुने नै छु भन्दै आजलाई चाहिँ यति नै। बाई बाई।